दार्जिलिङ स्थित गोदामोमो केन्द्रीय कार्यालयमा आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टबाट 20 घर परिवार औपचारिक रूपमा गोदामोमोमा सामेल भएका छन्। पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा खरसाङ ब्रान्च अध्यक्ष निमा लामा र केन्द्रीय सदस्य पारस गुरुङको नेतृत्वमा मिरिक क्षेत्रका आइजिजिएफ संस्थापक सदस्य एमके प्राखरिन सहितको समूहले पार्टीमा प्रवेश गरेका हुन्। अध्यक्ष घिसिङले नवप्रवेशीहरूलाई खदा लगाएर स्वागत गर्दै जाति र माटोको हितमा एकजुट हुने आग्रह गरे। आइजिजिएफका एमके पाखरिनले गोदामोमोले जातीय अस्मिताको मुद्दा सशक्त बोकेको भन्दै सुभाष घिसिङको सपना मन घिसिङको नेतृत्वमा पूरा हुने विश्वास व्यक्त गरे। प्रवेशपछि घर दैलो अभियान र राजनीतिक चेतना कार्यक्रम तीव्र बनाइने उनीहरूले बताए। नमस्कार, म एमके पाखरिन मिरिक। पहिला म हाम्रो यो जेएनएल पार्टीकै एउटा फाउन्डर मेम्बर थिएँ। 1980 सालदेखि पहिले यो पार्टी गर्दै आएको हो, तर बिचमा अलिकति त्यस्तै आफ्नो पर्सनल कतिवटा विषय लिएर मैले पार्टी छोडेर यो अहिले चाहिँ म आइजिजिएफ पार्टीमा एउटा फाउन्डर मेम्बर भएर काम गर्दै थिएँ। र अहिले फिलहाल चाहिँ अब आउने दिनहरूको यसो पार्टीको उयो बुझेर र आफ्नो पार्टीको मायाले गर्दाखेरि म आफ्नै पार्टीमा फर्केर आएर अब आफ्नो जाति र माटोको लागि फेरि पनि काम गर्ने एउटा मौका पाएँ र अध्यक्षले मलाई त्यसमा एउटा सम्झेर मौका दिनुभयो र उहाँको अनुमतिलाई नै मैले शिर उपर गरेर म आज आफ्नो पार्टीमा जोइन गर्दैछु। र आउने दिनहरूमा म यो आफ्नो दिमाग र बलले अहिले भ्याएको जति चाहिँ म आफ्नो पार्टीलाई सङ्गठनिक अगाडि बढाउनेछु भन्दै मेरो यो सानो एउटा भनाइ यहाँ राख्दछु। धन्यवाद।